गाइज वेलकम टु माई न्यू भ्लग है। अब म चाहिँ आज थोरै भ्लग बनाउनु गइरहेको छु। कपडा सपडा लाउँदैछु हैन। अनि यो चाहिँ मेरो भन्नै पर्दाखेरि विदेशबाट किनेको सर्ट हो। अहिले विदेशबाट आएको पनि लगभग 1 वर्ष हुन लाग्यो है। यस्तै छ। अब आज म गोकर्णतिर घुम्न जान लागेको छु है। गोकर्ण जङ्गल कस्तो छ टक्क भनिदिनु होला। दामी छ। यस्तो मैले खासै नेपालमा यो खालको टी सर्ट चाहिँ देखेको छुइनँ। यो खालको सर्ट कहना क्या चाह रहे हैं भाई आप? मैले अलिकति वात्त लागेर टेन्सन छ। यस्तै हो। आज फ्यामिलीसँग चट्ट घुम्न जान लागेको छु। यो चाहिँ मेरो वासस्थान भने नि भयो। अब यतातिर पुरै हाम्रो कोलोनी हो है। यस्तै हो। ल अब हामी निस्किँदैछौँ घरबाट चट्ट गाइज। हाम्रो फ्यामिली अब घुम्न जाँदैछौँ हामी। सुभिक्षा यता हेर। खै तँ पनि यता हेर्दै नि त छोरी। यो मेरो छोरी। अब हामी लाग्यौँ। अब हाम्रो यात्रा सुरु भयो। कहाँ सुरु भइरहेको। अब हाम्रो यात्रा सुरु भयो। अब यात्रा यही हो बाटो। मेरो त्यो बाइक बिग्रियो। नयाँ बाइक हो। यो बाइकको धनी मै हो। तर बाइकको धनी जस्तै अनुहार पनि त्यस्तै भयो जस्तो भयो। यस्तै छ साथी हो। प्लेस दामी छ। के भन्नु यस्तै हो। टक्क हामी चाहिँ यसरी गेट मेरो गेट यो हो। अब यसरी देखाउनु पर्दो रहेछ। टक्क यतातिर चलिरहेको छ। तिहार लागेको छ अरे यतातिर चट्ट। अनि अब हामी हिँड्यौँ साथी हो। हाम्रो यात्रा साथी हो। अब हामी जाँदैछौँ गोकर्ण चट्ट। यात्रा भइरहेको छ। त्यहाँ अगाडि मेरो फ्यामिलीहरू हुनुहुन्छ होइन। चट्ट अब त्यो डाँडामा पुग्नु पर्ने हो। त्यो डाँडामा है। अनि त्यस पछाडि दामी छ। आजको वेदर पनि दामी छ। वेदर सही छ आज वेदर सही छ। अनि हुनुपर्छ। ल यतातिर रेडी भएर बस्यान् हाम्रो काका काकीहरू पुरा रेडी भएर बस्या। ल कान्छ्यामै ओ कान्छ्यामै एक बोतल चिसो बोकेर आउनु कान्छ्यामै। ल कान्छा बाउ लाग्यो नि त। अब चस्मा चाहिँ नि मेरो आँखालाई चाहिने हो खासमा। हिँड्नु ल बाटो चिनेन हामीले। जल्दी गरो। अब हामी यस्तै छ काका भतिजा होइन। रमाइलो छ। अब यसो कामको लागि यो चस्मा लन्डनबाट ल्याएको हो रेबन। धेरै महँगो पऱ्यो। लगभग कति डलर पऱ्यो क्या? $10 पऱ्यो है। बर्बाद भयो त यार। ल है अब हामी उकालो चढ्दैछौँ होइन। तर यतापट्टि घाम लाग्यो त्यही भएर अब यो DSLR भन्दा चर्को छ क्यामेरा होइन। मेरो मोबाइल दामी छ साथी हो। टक्क बाटो यस्तै छ। काठमाडौँ पनि रमणीय ठाउँ हो एकदमै है। राजधानी नेपालको।
खतरै छ त यार यतातिर हेर्दा चाहिँ काठमाडौँ जस्तो लाग्दैन क्या कस्तो फिल भइरहेछ क्या घुम्दा राम्रो छ होइन ल अब ठिक छ कस्तो दामी घर छ अस्तिको 22 झ्याले घर थियो अब यो 15 झ्याले होला बाटो के बाटो बनाए बिगारेछ क्या हो उतापट्टिबाट जानुपर्ने चाहिँ ओहो बारी पहिरोले बोकाएको छ त गाँठी म भ्लग बनाउने मान्छे चाहिँ फेरि यतातिर उल्टे लगाएर डेन्जर छ बाटो यस्तो छ नि बिस्तारै अरे हाम्रो जन्मस्थल हेरी त यो केही होइन धेरै सिम्पल हो होइन यस्तै छ रामे दाइले फोन हाने फेरि यार दामी छ ठाउँ दामी छ अब यस्तै हो हामी घुम्दैछौँ हिँड्दैछौँ र यतापट्टि घामले अलि यता आएर पछाडि आउनु यार ल हामी गाइडहरू हामी यहाँ पुरा गोकर्ण जाँदैछौँ घुम्नु जानुहुन्छ भने आउनु होला बौद्ध लोकेसन हेरी आउनु बौद्ध हो है उता प्लेन पनि उड्दैछौ खोइ कता हो यार प्लेन यार क्यामेरा फेरि डिएसएलआर भन्दा चर्को छ मेरो अनि त्यही भएर पनि धेरै राम्रो आउँछ होइन यता कति राम्रो कोदोको बाला झेलिरहेछ यहाँ चाहिँ नि यति राम्रो छ कोदो आहा दामी लाग्यो यहाँनिर चाहिँ सही लाग्यो यार है दामी रहेछ त्यहाँनिर अग्नि ठाउँ पनि रहेछ उता कटेज पनि रहेछ अग्नि ठाउँ हो कि फ्यान रहेछ अग्नि ठाउँ हो कि फ्यान ठाउँ हो है भिड छ त नि यहाँ त पुरै भिड छ त यार ओहो अँध्यारो यस्तै छ मेरो चाहिँ आँखामा अलिकति पक्वाले भेटेछ साथी हो त्यही भएर हल्का चस्मा लगाइदिएको है कुन खोला हो यो बागमती हो कि होइन नि गोकर्ण खोला यो अहिले सुकेर यस्तो छ हिउँदमा ए रतुवाको मर्स्याङदी खोला हामी उकालो चढ्दैछौँ यो चाहिँ के रिसोर्ट होइन गोकर्णको यो रिसोर्ट चाहिँ एकदमै सस्तो छ अरे जम्मा 500 रुपियाँ प्लेटमा मोमो आउँछ अरे साथी हो यो हामीले देखाउने गरेको रिसोर्ट एकदम सस्तो साथी हो गोकर्णको तर बाटो छ यहाँ अहिले देखाउँला केही छैन तर यो रिसोर्ट एकदम सस्तो रिसोर्टै भए पनि लास्टै सस्तो जम्मा 500 रुपियाँमा आउँछ अरे मोमो प्लेटको होइन त काका जम्मा 500 मा आउँछ अरे जम्मा है 10वटा डल्लोलाई कति पर्यो 500 ल दामी रोडमा आइपुग्यो हामी यहाँ चट्ट होइन लागौँ त ए यो साथी हो जम्मा 500 रुपियाँको डल्लोको मोमो पर्छ
50 रुपियाँ 20 वर्षमा धेरै पर्दैन धेरै पर्दैन सस्तो ब्याज दरमा मोमो चाउमिन तथा अरू के सेकुवा रोस्ट सेकुवा जाडोसित हामी खाँदैनौँ के कुरा गर्नु होइन बबालले खुवाउँछ तर हामी यहाँ नि है हामी अहिले ठ्याक्कै हिँड्दैछौँ साथी हो उकालोमा पुग्यौँ तपाईँहरूलाई म गोकर्णको एकदमै फेमस जग्गा है सुटिङ स्पट पनि हो अनि त्यो जग्गाहरू हामी शहीद पार्क भन्छ त्यो जग्गाहरू हामी देखाउन गइरहेछौँ आज हल्का फ्यामिलीसँग घुमघाम गर्दै गरेको अवस्थामा के त्यो अब हामी गेटमा लगभग आइपुग्नु लाग्यो है साथी चट्ट मेरो परिवारहरू सबै पछाडि हुनुहुन्छ अनि म चाहिँ गाइड गरिरहेको छु भन्नुपर्छ किनभने यो गोकर्ण लगभग यो एरियातिर बसेको लगभग 10 वर्ष भयो है अनि यहीँनिर हो अनि टिकट काट्ने ठाउँमा आइपुगेछौँ टक्क टिकट काटौँ कति छ टिकटको तर आज शुक्रबार पर्दैन कि जस्तो लाग्यो मलाई टिकट काट्दैछौँ ल हामीले अब टिकट काटिसक्यौँ भित्रको टक्कै होइन अब हामी जाँदैछौँ घुम्न है त अब हजुरहरूलाई म देखाउँछु के किन्ने त के चिप्सहरू केही हो पख्नै गएको बोक्नु ल टिकट चटपटे खै पैसा ल्याउनु त काहीँ गिभ मी मनी जाउँ त हामी केही लिएर आउनु त होइन अब यस्तै छ अब मासतिर बसेर खानुपर्छ सबै जे होस् दामी छ होइन यहाँ फोहोरको भगारी पनि छ यस्तै हो ए भगारी त्यहाँ छ तर फोहोर चाहिँ यहाँनिर छ यो अलिक व्यवस्थापन भएन कि जस्तो छ साथी पुगेन भनिदिनुहोस् तपाईँहरूले कमेन्ट गरिदिनु होला खानको लागि हामीले यति भए पुग्छ त्यो अर्को नि एउटा हाल्ने हालौँ नि त यो लेज एउटा हालिदिनु नभए यो ठुलो खाले लेज एउटा 100 हाले पातलोवाला मलाई त यो ठिक लाग्छ हजुर सेम हो के भन्नु त हालौँ एउटा ल कति भयो अनि हामी यसरी लाँदैछौँ टन्नै खाने हो बेसमारी खाने हो छेर्नी हो छेर्नी हो ल अब चिसो लाने गएको के हो ल 5-6 छौँ चाहिँ होइन अनि अब के लाने यार अहिले दिँदैन रहेछ पेन पनि दसैँलाई मात्र बनाएको रहेछ दसैँपछि बनाएको रहेछ न त चाहिँ हामी पठाइदियो हो अरू केही लानु छ लगा चिसो बोकियो होइन त अब चिसो खाने बडी फुल्याउने कि भुँडी फुल्याउने बुढी फुल्याउने बढी नि भुँडी नि ल हामीले अब चिसो किनेको छौँ धन्यवाद है अब चट्ट हामी खान्छौँ अब बडी बनाउँ भने हुँदैन भुँडी चाहिँ पक्कै पनि बन्छ हाम्रो बनि नै रहेछ होइन भुँडी त पक्कै बन्छ हाम्रो टिकट काम हो गया तुझे सर बर्बाद भाइले हाम्रो चिन्ता पनि भएको छ अघि हामीले टिकट काटिसकेको छौँ होइन फेरि माग्ने भने बर्बाद हुन्छ त्यस्तै छ हामी अब कोक खाएर भुँडी फुल्याउन जाँदैछौँ माथितिर टक्क घुम्दै फिर्दै होइन अब फेरि रेकर्ड भएको छ कि छैन टेन्सन छ मलाई अघि लगभग कति भन्दाखेरि साथी हो 15-10 मिनट जति मैले यसरी नै मोबाइल हातमा राखेर दुःख गरी धेरैचोटि बोलेँ अनि जतिसुकै बोले नि केही फरक परेन किनभने मैले भिडियो रेकर्डै गरेको रहन्छ अनि त्यो बटन थिच्न बिर्सेछ त्यसपछि भिडियो रेकर्ड भएन बर्बाद त्यो भएर अलिकति समस्या छ अनि गाह्रै पनि छ हामीलाई किनभने तपाईँहरूले यसो लाइक साइक गरिदिनु पऱ्यो कमेन्ट
सबैभन्दा पहिला त सब्सक्राइब गरिदिनु पर्यो साथीहरू भिडियोलाई है? शेयर गर्नु पर्यो अँ, लाइक गर्नु पर्यो सब्सक्राइब चाहिँ गरिदिनु होला तपाईँहरूले तपाईँहरूको जतिजनाको भिडियो आए पनि हामी ड्याङ सब्सक्राइब ठोकिदिन्छौँ लाइक ठोकिदिन्छौँ के गर्ने त नि यस्तै छ पुग्यौँ हामी चट्ट बदम अहिले किन बदम हजुर हामी पुग्यौँ अब टक्क घुम्ने ठाउँमा बदम ओहो उतातिर फोटो खिच्ने कार्यक्रम पैसातिर फोटो खिच्न लागिसक्यो हामीसँग यस्तो डिएसएलआर भन्दा राम्रो क्यामेरा हुँदाहुँदै अरे बाबा रे के थियो रहेछ त के थाहा त अनि ओहो ल ठिक छ अहिले लैजाउँला नि त हामी है यहाँ फोटो खिच्ने काम भइरहेछ है हाम्रो कुरकुरे नि ल्याएको छ त फोटो खिच्ने काम हुँदैछ हाम्रो चल्दैछ होइन जे होस् यस्तै छ यस्तै छ दुनियाँ बुढी सुन्ने कहाँ चटपटी खान्छ यहाँ भित्र मिल्दैन अरे ओके ल हाम्रो पनि खोइ फोटो कसैले खिचिदिन्छ भने खिचिदिउँ डिएसएलआरबाट नत्र मेरो पनि डिएसएलआर भन्दा कम चाहिँ छैन त्यो राख्न दिन्छ भने राखिदिनु नि त अब हामी चटपटी खान लाग्छौँ साथीहरू फोटोसोटो कार्यक्रम खिच्ने कार्यक्रम सक्यो है चट्ट अब यहाँ पिरो पानीपुरी छ यतातिर के छ अब चट्ट चटपटी खान्छौँ हामी होइन क्या चट्ट चटपटी खाएर तर ठिक छ बन्छ जे होस् आजै बन्छ आजै बन्छ बन्न चाहिँ है खान्छौँ हामीले धेरै के भन्नु अब एकचोटि पिछा बाहिर आएछ पिछा पछाडिको यो ठुलो टोइलेट रहेछ अब म जाँदैछु साथी हो म चाहिँ नि अब त टोइलेट रहेछ तर म टोइलेटको बन्द गर्छु है साथी भाइ साहब क्या हो रहा है ल फाइनली हाम्रो चटपटी बनिसकेको छैन क्या चटपटे आयो चटपटे ल अब हामी खान्छौँ चटपटे फाइनल्ली चाहिँ हामीले मुतेर भ्याइसकेका छौँ हामी टोइलेट गएर आइसक्यो गइसक्यो अघि नै छैन अब हामी चटपटी खान जाँदैछौँ एरिया दामी छ सट्ट होइन फोटो पनि लगभग 600-700 फोटो खिच्यो होइन आज डिएसएलआरबाट यस्तै छ साथीहरू हाम्रो ग्रुप त्यहाँनिर पीडा भयो जसरी बस्यो नि सबैजना अब हामी चाहिँ खुसी नै छौँ होइन अब चिसोको गिलास बोले चिसो गिलास त ऊ त बिरालले खाइदियो त्यो दसैँ अफर छैन क्या अहिले सिद्धिसक्यो अनि होइन ल अब हामी खाँदैछौँ चट्टै पारेर चटपटी सब रेडी भइसक्यो तपाईँहरू हेर्नु होला मुख मिठाउनु होला गाइज है अब चाहिँ हामी खाँदैछौँ चट्टै पारेर चटपटी ठिक छैन चिजबल खतरा रहेछ चिजबल 50 रुपियाँमा आउने चिजबल 150 रुपियाँ पैसा परे है यहाँ यस्तै छ उयो त ब्याट्री लो भयो यार ठिक छ तपाईँहरू खानु यो एउटा टोक्नु त यो एउटा टोके जस्तो गर्नु यस्तो मजाले यसकै फोटो हाल्नुपर्छ कि काटेर यस्तै हो ल
ल फाइनली हामीले खाएर भइसकेका छौँ चटपटे पानीपुरी के दरो खायौँ टन्न अगाइयो भुँडी सुँडी फुलिसक्यो यता काको पनि मेरो पनि सबैजनाको मलाई लाग्छ सबैजनाको चिसोले भुँडी बडी नबने नि भुँडी बन्छ बन्यो त्यही हो अब हामी लाग्दैछौँ अब घरतिर फर्किनुपर्छ साथीहरू टक्क होइन यस्तै हो है गाइजहरू हामीले फर्किँदैछौँ घुमघाम गरेर हामी फर्किँदै लाग्दैछौँ फेरि एयरपोर्ट पनि जानुपर्ने छ अहिले एकछिन फेरि एयरपोर्ट पनि जानु आज धेरै काम छ है हाम्रो है आज एयरपोर्ट जानु छ मेरो दिदीलाई छोड्नको लागि दिदी जाँदै हुनुहुन्छ युएस त होइन तर कुवेत पनि नभनौँ खासमा उहाँ चाहिँ नि कतार जाँदै हुनुहुन्छ हाम्रो दिदी कतार जाँदै हुनुहुन्छ त्यसै कारणले गर्दा अहिले एयरपोर्ट पनि जानुपर्ने हुन्छ हजुरहरूलाई एयरपोर्टको पनि दृश्य यसैमा जोडेर हामी देखाउँछौँ है त तपाईँ चुप्लाएर हिँड्नु अघि राम्रोसँग देखेको बाटोहरू अनि यही हो हामी अब न्युडाँडाबाट पुरा राम्रोतिर झर्दैछौँ बाटो चाहिँ यही हो अघि भिडियो भयो भनेर रोकिएको यही ठाउँमा हो ए दिदी बोल्दै हुनुहुँदो रहेछ साथीहरू हामी चाहिँ अहिले एयरपोर्ट जाँदै गरेको अवस्था एयरपोर्टमा मेरो दिदीलाई छोड्न जाँदैछौँ हामी चाहिँ यसरी अब के गर्ने यस्तै छ ल अहिले चाहिँ हामी चाबेलको केयर टावर पुग्यौँ टक्क जाँदैछौँ हामी होइन एयरपोर्टको लागि यसो दिदीलाई छोड्न जानुपर्ने भयो लास्टै जाम छ है अब यस्तै छ हाम्रो रोड सानो छ अनि अब यस्तै जोस् अलिक ढिला हुन्छ कि अब जस्तो नि भइसक्यो साइड लाइट जोतिएला नि यार मान्छे यार साथी हो हामी चाहिँ हिँड्दैछौँ तपाईँ चाहिँ यता नहेर्नु होला फेरि अरे साथी हो चाबेलको जाम है चाबेलको जाम खत्रै छ चाबेलको स्पिड भन्नुहुन्छ भने तपाईँको लगभग 150 भन्दा माथिरको होला अहिले रोकिने बेलामै लगभग 120 को छ होइन लगभग 150 सीसीको चाहिँ नि स्पिडमा हामी हिँड्दैछौँ होइन अनि अब यो जाममा पऱ्यो जाममा पर्दै गर्दा यस्तै हो तपाईँको केही भन्नु छ यो जामको बारेमा यस्तै हो बाटो है ठिक छ ल कहाँ लगभग जाम खोल्नेवाला छ जाम खोल्ने बित्तिकै हाम्रो चाहिँ नि मोटरसाइकलको स्पिड भनेको तपाईँको 150 एकैचोटि पुगिहाल्छ बाइक पनि फेरि नयाँ छ
ओहो पोल ढल्ला अब यो पोल ढले पनि यहाँनिर फेरि फाइन परिहाल्छ नियम त राम्रै हो गर नेपाल त बाइकले खायो ल झन्डै ठोकिएन सोल्टीको बाइक त नयाँ रहेछ अनि यो त एभेन्जर होइन र भने एभेन्जर बाइक पनि बुलेट जस्तो छ त अनि आज निकै लामो भ्लग हुने भयो गाइज हेरिदिनु है एकदम दामी रमाइलो छ मेरो साउन्डै त्यस्तै रमाइलो खाँदैछ कृपया जबरजस्ती भए पनि तपाईँले मन पराइदिनु होला नरिसाइकन हेरिदिनु होला यदि हेर्नु भएन भने फेरि त्यही हो लास्ट हाम्रो नेपालको ट्राफिक दाइहरूलाई बहुत गाह्रो छ यार कतिले त यहाँ भन्दै होला फेरि मलाई यस्तो जाममा भिडियो गर्नुपर्ने कसैको नभए मोबाइल भन्दै होला फेरि अब के गर्ने अब भिडियो गर्नु मन पर्यो मन लाग्यो गर्नु परेको यस्तो जाम छ धेरै जाममा खुल्यो जाम खुल्यो तर हामी बिस्तारै जानुपर्छ अरे बाबा रे मजा आइरहेछ गाइस मजा आइरहेछ छोटो एयरपोर्टसम्मको हाम्रो यात्रा हो होइन एयरपोर्टसम्मको यात्रा हेर्दै जाउँ कस्तो हुन्छ साइड लाइट बालिदिनुहोस् बस तर पछाडिको त हाम्रो बल्दैन फेरि नयाँ बाइक हो अगाडिको मात्रै बल्छ भर्खरै त्यस्तै छ नयाँ बाइकहरू भनेको यस्तै हो कहिले के मिल्दैन कहिले के मिल्दैन त्यो सबैजना हजुरहरू सबैजनालाई अवगत नै छ नयाँ बाइक भनेको कस्तो हुन्छ भनेर है अनि लगभग एयरपोर्टको जाममा हो यो साथीहरूलाई एक लाइनको म अपडेट गराउँदैछु है अनि यस्तै छ जाम हामी फाइनली गाइस एयरपोर्ट पुगेका छौँ है नेपालको हामी एयरपोर्ट पुगेका छौँ गाइस एयरपोर्ट फाइनली अब हामी पार्किङमा छौँ साथी हो हामी पार्किङमा छौँ सबै आइपुग्यौँ होइन खै कता भेट्यो यता हामीलाई ट्राफिक दाइले यता होइन भनेर भन्नुभयो अब हामी जाँदैछौँ बाइक राख्नु आउँदै ओहो कत्रो खुड्किलो त अक्कर बक्कर भन्छ के भन्छ यसलाई अक्कर बक्कर भन्छ क्या अरे लाइसेन्स बनाउँदैन ल हाम्रो पछाडिको साइड लाइट झिम्झिम बोल्छ होइन सो हाम्रो नयाँ बाइक हो ल अब हामी पार्किङ गर्छौँ र हामी दिललाई बिदाई गर्नको लागि हामी जाँदैछौँ है त अब हामी यहाँ पार्किङ गरेर दिललाई बिदाई गर्नको लागि हामी जाँदैछौँ है त गाइस अलिक नजिकै राख्नु पायो हुन्थ्यो है
तपाईँको वचन मेरो। हामी अलि यता बढाउँ। हामी अब लगभग फोटो खिच्ने ठाउँतिर जाँदैछौँ। कतापट्टि हो निकै मासतिर परेछ पार्किङ है। अनि जे होस् नेपालको एयरपोर्ट राम्रो छ यार, दामी छ अहिले। बिस्तारै बिस्तारै राम्रो व्यवस्थापन राम्रो हुँदैछ है। अब सबै यस्तै हो। अनि हामी चाहिँ जाँदैछौँ, हिँड्दैछौँ। मोबाइल आइफोनभन्दा कम त छैन मेरो होइन। ठिक छ, खत्रै आउँछ। धेरै माथि पुग्यौँ नि हामी यार है। धेरै त यो नि लास्ट माथि आइपुग्यो नि उल्टो फेरि क्या ल। यात्रा राम्रो